हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई अन्जुज किचनमा। आज मैले भेज पिज्जाको रेसिपी लिएर आएकी छु। पिज्जा खान सबैलाई एकदमै मन पर्छ। आज मैले पिज्जा बनाउने सबैभन्दा सजिलो रेसिपी लिएर आएकी छु। पिज्जालाई मैले कराईमा बनाउँछु। रेस्टुरेन्टमा जस्तो एकदमै सफ्ट र चिजी पिज्जा हजुरहरूले पनि घरमै बनाएर खानुहोला। कम मेहनत, बिना झन्झट। ल सुरु गरौँ है त आजको रेसिपीबाट। होममेड पिज्जा बनाउनको लागि सबैभन्दा पहिला मैले एउटा भाँडामा 1.5 चम्चा दही राख्छु। त्यसपछि मैले थोरै सोडा राखेँ, थोरै बेकिङ पाउडर। सोडा र बेकिङ पाउडर दुई चीज नै यसमा जरुरी हुन्छ। त्यसपछि आधा चम्चा नुन, आधा चम्चा चिनी। यति राखिसकेपछि राम्रोसँग मिलाउनु पर्छ। त्यसपछि मैले 1 कप मैदा राख्छु। पहिला मैदालाई हामीले राम्रोसँग मिलाउनु पर्छ। त्यसपछि थोरै थोरै पानी राखेर मुछ्नु पर्छ। डोलाई हामीहरूले सफ्ट नै राख्नु पर्छ। त्यसपछि थोरै तेल हालेर मैले माथिबाट स्मुथ गरिदिन्छु। त्यसपछि 30 मिनेटसम्म ढाकेर राख्छु। 30 मिनेट भइसकेको छ। 30 मिनेटपछि फेरि एकचोटि मुछ्छु। डो रेडी भएको छ। अब म रोल गर्ने प्रोसेसमा जान्छु। बोर्डमा थोरै मैदा राख्छु र पिज्जा बनाउने भाँडामा पनि मैदा राख्छु। अब मैले रोल गर्छु। धेरै पातलो रोल गर्नु हुँदैन। यत्तिकै थिकनेस राखेर पिज्जा ट्रेमा राखेर हातले मिलाइदिन्छु। बेसमा मैले मैदा राखेकी छु, त्यसकारण यो डढ्दैन। चम्चाले यसरी पिक गर्छु। यसो गर्दा फुल्दैन। बेस जुन छ फुल्नु हुँदैन। अब मैले बेक गर्नभन्दा अगाडि कराईमा नुन राखेर स्ट्यान्ड राखेर कराईलाई 10 मिनेटसम्म प्रिहिट हुन दिन्छु। यदि हजुरहरूसँग ओभन छ भने ओभनलाई 180 डिग्रीमा 10 मिनेट प्रिहिट गर्नुपर्छ। जबसम्म कराई तात्छ त्यति बेलासम्म मैले पिज्जाको डेकोरेट गर्छु। बेस मैले बनाएर राखिसकेकी छु। अब यसमाथि मैले टमाटर सस राखेर स्प्रेड गरिदिन्छु। त्यसपछि मैले चिज राख्छु। त्यसपछि मैले थोरै भेजिटेबल युज गर्छु। टमाटर, सिमला मिर्च र प्याजलाई युज गर्छु मैले। पिज्जाको सजावट हजुरहरूले आफूलाई जे मन पर्छ त्यसरी नै गर्न सक्नुहुन्छ। त्यसपछि मैले फेरि सब्जीमाथि चिज राखिदिन्छु। थोरै सिमला मिर्च र टमाटर राखिदिन्छु मैले यसमाथि। कलरफुल देखिएको छ। पिज्जा रेडी भयो। अब मैले कराईमा राखिदिन्छु। मैले कराई अघि नै प्रिहिट हुन छोडिदिएकी थिएँ। त्यसपछि ढाकेर मिडियम फ्लेममा 20 मिनेट पकाउँछु। 20 मिनेटभन्दा बढी पकाउँदिन। 20 मिनेट भइसक्यो। चिज एकदम राम्रोसँग मेल्ट भइसकेको छ। अब मैले ग्यास अफ गरिदिन्छु। त्यसपछि मैले यसलाई निकालिदिन्छु। भेज पिज्जा बनेर तयार भयो। सर्भ गर्नभन्दा अगाडि मैले ब्ल्याक पेपर राखिदिन्छु। हजुरहरूले चिल्ली फ्लेक्स पनि राख्न सक्नुहुनेछ। अब मैले यसलाई काटेर देखाउँछु।
ल हेर्नुहोस् त रेस्टुरेन्टमा जस्तै पिज्जा बनेर रेडी भयो। यदि हजुरहरूलाई आजको रेसिपी मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।